पाइथन स्ट्रिङ्स स्ट्रिङ भनेको क्यारेक्टरको सिक्वेन्स हो। स्ट्रिङलाई सिंगल कोट, डबल कोट या ट्रिपल कोटमा राख्न सकिन्छ। स्ट्रिङ भित्र लेटर, नम्बर, सिम्बल र स्पेसेस सबै कुरा आउन सक्छन्। एक्जाम्पलको लागि यो एउटा स्ट्रिङ हो। ग्रिटिङ र नेम भन्ने सिंगल लाइन स्ट्रिङहरू हुन्, एउटा लाइनमा अटाउँछन्। मेसेज भन्ने मल्टिलाइन स्ट्रिङको लागि ट्रिपल कोट, सिंगल लाइनको लागि चाहिँ डबल कोट या सिंगल कोट जुन गर्न पनि सकिन्छ। पाइथनले कुनै पनि स्ट्रिङलाई असाइन नगरिकन छोड्यो भने त्यसलाई एज अ कमेन्टको रूपमा लिन्छ या इग्नोर गर्न थाल्छ। स्ट्रिङमा गर्न मैले अपरेसन्स भनेको मेनली 3टा छन्। फर्स्टमा आउँछ कन्क्याटिनेसन। कन्क्याटिनेसन भनेको दुईटा स्ट्रिङलाई जोड्ने काम। यहाँ जन र डो भन्ने स्ट्रिङलाई एउटा वाइट स्पेस राखेर जोडिएको छ, प्रिन्ट गर्दा एन्सर यो पाइन्छ। त्यसपछि आउँछ रेपिटिसन। कुनै स्ट्रिङलाई रिपिट गर्ने कामलाई रेपिटिसन भनिन्छ। यहाँ चाहिँ लाफ भन्ने भेरिएबललाई 3 चोटि रिपिट गरिएको छ, प्रिन्ट गर्दाखेरि 3 चोटि HA भन्नेवाला भ्याल्यु देखिन्छ। त्यसपछि आउँछ स्लाइसिङ भन्ने अपरेसन। स्लाइसिङ गर्दाखेरि चाहिँ हामीले एउटा रेन्ज बनाएर दिन सक्छौँ। यो इक्जाम्पलले 0th इन्डेक्सदेखि 5th इन्डेक्ससम्मको एउटा रेन्जलाई सबस्ट्रिङमा राखिदिन्छ, प्रिन्ट गर्छ। त्यसपछि मैले सेकेन्ड इक्जाम्पलमा चाहिँ यो जुन सबस्ट्रिङ छ यसलाई उल्टो बनाउने कोड लेखेको छु। यति लाइनले चाहिँ रिभर्स गरिदिने काम गर्छ। मैले स्लाइसिङ गर्ने बेलामा यो इन्डेक्सहरूलाई माइनसमा पनि दिन सक्छु। मैले 0 र 5 दिएँ भने यताबाट काउन्ट हुँदै 0 देखि 5 सम्म आउँछ। 5 को ठाउँमा -3 दिए भने यता लास्टबाट काउन्टिङ सुरु हुन्छ। एक्सक्लेमेसनको मार्कको भ्याल्यु चाहिँ -1, -2, -3 यति चाहिँ मेरो रेन्जमा हुने भयो। त्यसपछि यो बाहेकका अरू अपरेसन्स भनेको चाहिँ फर्स्टमा आउँछ लेन्थ निकाल्नको लागि अपरेसन। लेन्थ निकाल्नको लागि एलियन भन्ने फङ्सन छ, टाइप जस्तै। त्यसलाई कुनै स्ट्रिङ पठाइदियौँ भने हामीले एन्सरमा चाहिँ त्यो स्ट्रिङको लेन्थ पाउँछौँ। त्यसपछि आउँछ केस कन्भर्जन। केस कन्भर्जन गर्नको लागि स्ट्रिङ भन्ने क्लासभित्र नै अप्पर, लोवर, क्यापिटलाइज भन्ने मेथडहरू छन्। हामीले कल गरियो भने सबै काम सकिन्छ। त्यसपछि आउँछ स्ट्रिङलाई रिप्लेस गर्नको लागि कोड। त्यसमा पनि रिप्लेस भन्ने मेथड छ, कल गरियो भने रिप्लेस हुन्छ। त्यसपछि लास्टमा आउँछ सबस्ट्रिङलाई चेक गर्ने तरिका। सबस्ट्रिङ चेक गर्नको लागि इन भन्ने किवर्ड युज गर्छ। यसले हेलो वर्ल्ड भन्ने स्ट्रिङमा वर्ल्ड भन्ने सबस्ट्रिङ छ कि छैन चेक गर्छ। छ भने ट्रु दिन्छ, छैन भने फल्स दिन्छ। यसरी पाइथनमा स्ट्रिङ्स बनाउने, म्यानिपुलेट गर्ने, स्लाइस गर्ने र चेक गर्ने सबै कुरा सजिलै गर्न सकिन्छ।